आज चाहिँ म एउटा भिडियो बनाउँ भनेको हाम्रो गाउँ बस्तीमा हेर्नुस् त साग फल्यो। यी सागहरू फल्यो अनिदेखि भटमास फल्यो। यी भटमास हेर्नुस् त भटमास फल्यो। अब यही हो गाउँ बस्तीमा बस्यो भने यति फाइदा छ। के मकैहरू पनि हुन्छ यो महिना। अब यो बोडीहरू फल्यो फल्दैछ हैन। यो सिमल तरुल हो। यी सिमल तरुलहरू फल्दैछ, यसलाई खनेर खानुपर्छ। अनि अब गाउँ बस्तीमा बसेपछि के गर्नु दाजुभाइ दिदीबहिनी हो, बाख्रा पाल्नुपर्छ, कुखुरा पाल्नुपर्छ। यहाँ दुईटा बोकाहरू छ, यिनीहरू दुईटा हो। यिनीहरूको भोलि अब न्वारान गर्ने दिनहरू छ। यी कुखुराहरू पाल्नु पर्यो। हेर्नुहोस् कुखुराहरू, कुखुरा पाल्नुपर्छ हो। अनि यसरी घाँसहरू काट्नुपर्छ। यहाँ पनि छ बाख्रा दुईटा अलग्गै घाँस खाँदैछ यिनीहरूले। अब गाउँ बस्तीमा बसेपछि टाइम पास चाहिँ यसरी हुन्छ। टाइम पास कि अब मेहनत हाम्रो दुःख फुल फुल्दैछ। अब दसैँ तिहार गयो, फुल फुल्यो। हेर्नुहोस् अब यो के हो। अब यसरी मौरी पाल्नुपर्छ हो। हजुर यसरी मौरी पाल्नुपर्छ। अनि उसको बादमा हेर्नुहोस् सुन्तला अब सिजन लाग्यो है। अब सुन्तला फल्यो। म घरकै दैलोमा छ यो सुन्तलाको बोटी। अब गुलियो छ। यहाँ मकैहरू पनि छ। यो सुपारीको रुखहरू हो। हेर्नुहोस् यो सुपारीको रुख हो। त्यहाँनिर मरिचको बोट छ। मरिच हो त्यो मरिच। अब यसपालि त फलेछ मरिच। रुख मरिचको हो। अनि सुन्तलाहरू फलिरहेको छ, टिपेर खानु। बस्तीमा बस्दाखेरि चाहिँ दुःख चाहिँ गर्नुपर्छ, मेहनत चाहिँ गर्नुपर्छ। तर दुःख पनि छ, के गर्नु, बजार टाढो हुन्छ। यहीँ दुख्यो, यहीँ कमायो, यहीँ खायो, यहीँ बस्यो। अनि सब कुछ यहीँ नै। जीना यहाँ है, मर्ना यहाँ है, तुम्हारे सिवा जाना कहाँ। त्यति दिमागहरू हुँदैन। गाउँ बस्तीमा बसी बाख्रा कुखुरा पाली कुकुरहरू यसरी दैलोमा सुत्छ। एक प्रकारको जिन्दगी ठिक पनि हो होइन र। अनि मलाई पनि धेरै भिडियोहरू थियो, मेरो राम्रो भिडियोहरू थियो। त्यो सबै मेरो मोबाइल हराएर डिलिट भयो। हजुरहरूले मलाई पनि लाई एउटा यसो लाइक सब्सक्राइब गरिदिनुहोस्, हेरिदिनुहोस्। म एउटा एजेड मान्छे हो। मलाई पनि एउटा यो चिजहरूको धेरै खुसीहरू लाग्छ।